इफ मलाई आफैलाई पनि एउटा पाइलटको डिग्री लिनु छ अरे, नेपालमै अब त्यो फेसिलिटी छ कि छैन? नेपालमा छैन, बाहिर जानै पर्यो है। एरोस्पेस इन्जिनियरिङ पढ्न प्रायः जस्तो चाइना जानुहुन्छ, इन्डिया जानुहुन्छ, अनि पढेर फर्किनुहुन्छ। फर्किसकेपछि फेरि गुगलमा सर्च गर्दाखेरि पनि सबै कुरा त जान्न सकिँदैन आफैले होइन। अनि हामी चाहिँ बागबजारको एउटा कन्सल्टेन्सीमा गयौँ होइन। बागबजारको कन्सल्टेन्सीलाई अब कन्सल्टेन्सी अनरलाई पनि खासमा कोर्सको विषयमा धेरै कुरा थाहा हुँदैन। अनि उहाँले पनि अब एरोस्पेस इन्जिनियरिङ छ भन्नुभयो, हामी त गयौँ। तर अब हामी फर्किएर आइसकेपछि चाहिँ के हामीले पढेको एरोस्पेस इन्जिनियरिङ चाहिँ साँच्चीकै नेपालको जब मार्केटलाई अथवा नेपालको इन्डस्ट्रीलाई सुट्स थियो त, फिट थियो त? विदेशमा गएर क्यानले अप्रुभ गरेको इन्जिनियरिङ कलेजहरू हुन्छ, त्यहाँ गएर एमईको पढेर आउँदा पनि भयो।